साथीहरू थरी मानिसको धारणा थरी नै हुन्छन्। त्यसकारण एउटालाई राम्रो लागेको चिज अर्कोलाई नराम्रो लाग्न पनि सक्छ। तर आज म यहाँ नेपालको त्यस्तो ठाउँहरूको नाम उल्लेख गर्न चाहदैछु जसलाई भिजिट गरिसकेपछि नराम्रो भनेर भन्ने मानिस बिरलै भेटिन्छन्। साथीहरू जीवनमा कम्तीमा एकपटक आफ्नो देशको यो स्थानहरूलाई घुम्न नभुल्नुहोला। नम्बर 10 तिलिचो ताल। मनाङ जिल्लामा रहेको यो ताल नेपालको मात्र नभई विश्वकै अग्लो स्थानमा रहेको ताल हो। यो ताल समुद्री सतहदेखि झन्डै 5000 मिटरको उचाइमा रहेको छ। तिलिचो लेक ट्रेक पनि विदेशीहरूको लागि एक प्रमुख ट्रेकको रूपमा रहिआएको छ। नम्बर 9 अन्नपूर्ण आधार शिविर। अन्नपूर्ण आधार शिविर जहाँ वर्षेनी हजारौं ट्रेकरहरू पुग्दछन्, जहाँबाट 7000 र 8000 भन्दा अग्ला पिकहरू देख्न सकिन्छ। अन्नपूर्ण आधार शिविर ट्रेक विश्वकै एक प्रमुख ट्रेकिङ गन्तव्य हो। नम्बर 8 माथिल्लो मुस्ताङ। माथिल्लो मुस्ताङ जसलाई हामी फर्बिडन किङडमको नामले पनि जान्दछौँ, जसलाई हिमालयको मरुभूमि भनेर पनि चिनिन्छ। यहाँको कला संस्कृतिले नेपाली सांस्कृतिक विविधतालाई प्रस्ट्याएको देखिन्छ। बीचमा बन्जर मरुभूमि अनि छेउछेउमा सेता हिमालको दृश्यले जो कोहीलाई पनि मोहित तुल्याउँछ। वर्षेनी हजारौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू माथिल्लो मुस्ताङ घुम्न पुग्दछन्। नम्बर 7 रारा ताल। रारा आफैमा पनि एक मनमोहक नाम अनि नाम जस्तै यसको मनमोहकता। जो कोही रारा एकपटक पुग्छ उसलाई सधैँ नै कहिले फेरि रारा जाने होला जस्तो लाग्छ। रारा नेपालकै सबभन्दा ठुलो ताल। यहाँको जैविक विविधता र प्राकृतिक सौन्दर्यतालाई बयान गरियो भने 100 पानामा पनि समेट्न सकिँदैन होला। आजकल रारा लेक ट्रेक पनि पर्यटकको गन्तव्यको रूपमा चिनिन्छ। यसको संरक्षण र सम्वर्धनको अझ बढी खाँचो देखिन्छ। नम्बर 6 खप्तड राष्ट्रिय निकुञ्ज। नेपालको सुदूरपश्चिममा रहेको खप्तड राष्ट्रिय निकुञ्ज झन्डै 225 वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ। यसको ल्यान्डस्केप भ्यू विश्वकै उत्कृष्ट मानिन्छ। धेरै किसिमको चराको प्रजाति र जनावरहरूले यहाँको सौन्दर्यतालाई अझ बढाएको देखिन्छ। नम्बर 5 पोखरी। जुगल हिमालको काखमा अवस्थित पाँच पोखरी ट्रेकको नामले परिचित रहेको छ। यहाँबाट आश्चर्यजनक हिमालयन ल्यान्डस्केप भ्यू देख्न सकिन्छ। पाँच पोखरी पुग्नु पूर्व तपाईँहरूले बाटोमा फरक किसिमका इथनिक कल्चरल ग्रुपलाई पनि देख्न सक्नुहुन्छ। नम्बर 4 सगरमाथा बेस क्याम्प। विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि नेपालको मात्र नभई विश्वकै महत्त्वको ठाउँ हो। वर्षेनी हजारौं पर्यटकहरू सगरमाथा बेस क्याम्प पुग्दछन्। 8800 मिटरको उचाइ रहेको यो शिखर विश्वकै लागि एकपटकको सपना रहेको हुन्छ। जो कोही पनि एडभेन्चरमा अति इच्छुक छ त्यो व्यक्तिको एकपटकको इच्छा हुन्छ सगरमाथा चढ्ने। नम्बर 3 जनकपुर शहरको इतिहास रामायण कालदेखि नै प्रख्यात छ। रामायण कालमा मिथिला राज्य जहाँ राजा जनकले शासन गर्दथे भनेर भनिन्छ। त्यो सहरलाई आज पनि जनकपुर सहर भनेर चिनिन्छ। जनकपुरमा सीता माताको जन्म भएको थियो। अहिले यहाँ सीता माताको भव्य मन्दिर रहेको छ। नम्बर 2 लुम्बिनी। गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले नेपालमा रहेको छ। गौतम बुद्धको जन्मस्थल रहेको कारणले यो धार्मिक हिसाबले पनि बुद्धिस्टहरूको आस्थाको केन्द्र बनेको छ। 5063 ईसा पूर्वमा गौतम बुद्धको जन्म भएको ठाउँ नेपालको लुम्बिनीमा आज पनि धेरै त्यस्ता वस्तुहरू छन् जसले गौतम बुद्धको जन्म यही ठाउँमा भएको हो भनेर पुष्टि गर्दछ। तीमध्ये अशोक सम्राटको अशोक स्तम्भ पनि एक प्रमुख प्रमाण हो। नम्बर 1 काठमाडौँ। झट्ट बाहिरबाट सुन्दा फोहोर र दुर्गन्ध लाग्छ काठमाडौँ सहर। तर यहाँको भित्री रहस्य कला र रूपलाई निहाल्ने हो भने यो सहर एकपटक पुग्नै पर्ने ठाउँ मध्येको एक हो। नेपालको 9वटा वस्तुहरू विश्व सम्पदा सूचीमा छ। तीमध्ये पनि 7वटा सम्पदाहरू काठमाडौँमा अवस्थित छन्। बौद्धनाथ स्तूपा, पशुपतिनाथ दरबार स्क्वायर, स्वयम्भूनाथ क्षेत्र जस्ता
थुप्रै पर्यटकीय स्थलहरू यहाँ रहेको छ।